त्यसरी प्रतिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीजीलाई सर्वोच्च अदालतले भन्यो। त्यो बेलाका सर्वोच्च अदालतका प्रधान न्यायाधीश पनि मैले सुने अनुसार उहाँका निकटै हुनुहुन्थ्यो। तर उहाँका निकटै सर्वोच्च अदालतका प्रधान न्यायाधीशले भन्यो, प्रधानमन्त्रीजी तपाईँले गर्नुभएको यो विघटन त संविधान विपरीत छ। उहाँलाई रिस उठेछ। अनि उहाँले के गर्नु, त्यो कुरा सुन्नु भएन। फेरि दोस्रो पटक फेरि प्रतिसभाको विघटन गर्नु। सम्झनुहोस् त, नेपालको कम्युनिस्ट आन्दोलनप्रति यति ठुलो धोका, यति ठुलो गद्दारी यदि कसैले वस्तु र तथ्यलाई मान्छ भने अरू के हुनसक्छ र कमरेडहरू? मलाई त के लाग्यो भने केपी ओलीजी र कमरेड प्रचण्डले हामी दुईजना पाइलटहरू यो जमोजिटलाई सुरक्षित पुर्याउँछु भन्नुभएको थियो। क्याप्टेनले नै पोखराको सेतीको खोजमा फाल्दै गर्दा अर्को सहायक चालक त्यो खोज्नै लागेको जहाजमा आँखाबाट आँसु बगाउँदै आफ्नो जीवनको अन्तिम दिन मैले त गल्ती गरे जस्तो पो लाग्यो। अनि हामी पछाडि बसेका यात्रुहरू हामीले पछाडिबाट चिच्यायौँ, करायौँ, रोयौँ, क्रन्दन गऱ्यौँ, ए क्याप्टेन साहब जहाजबाट डुबाउनुहोस्। उहाँले प्रधानमन्त्री कार्यालयमा बैठक गर्नुभयो। न त्यहाँ कोअर्डिनेसन केन्द्रदेखि पार्टीको सब बसाल्ने झलनाथ खनालजीको अनुहार छ, न माधव नेपालको अनुहार छ, न वामदेवको अनुहार छ, न उहाँसँगसँगै हातोमालो गर्दै हिँड्ने भीमराव लगायत अन्य कमरेडहरूको त्यहाँ अनुहार छ। एउटा साँझमा केपी ओली भन्ने एकजना व्यक्तिले बैठक गरेछन्। बैठक गर्नुभएछ। उहाँले नौसेनाको केन्द्रीय कमिटी बनाउनु भएछ अनि भन्नुभएछ झलनाथ, माधव नेपाल, भीमराव, वामदेव गौतम लगायत अबदेखि यो पार्टीका पदाधिकारी छन्। वाह कम्युनिस्ट पार्टीको। यसरी नेकपाको जुन हामीले एउटा आकांक्षा राखेका थियौँ त्यसलाई केपी ओली भन्ने झापा निवासी एकजना व्यक्तिले मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने जुन सरकार आउँछ त्यसको जो प्रधानमन्त्री हुन्छ उसले सबभन्दा पहिले नदीनाला बेच्ने काम गर्छ जस्तो मलाई लाग्छ। माफ गर्नुहोला, मैले गरेको छु भने म त्यसको लागि पनि दोषी पर्दिनँ। यो सरकारले गर्ने सम्झौता मन्त्री परिषदले अनि सरकारका मान्छे के भन्छ, जेनजी, उहाँकै शब्दमा प्रयोग गर्छु, युवा पुस्ताको आन्दोलन, जेनजीले भन्यो हामी पारदर्शिता खोज्छौँ, सरकार भन्छ यो सन्धि गोप्य हुन्छ। कस्तो लाग्यो त उहाँलाई? उहाँले एउटा सम्झौता गर्नुभयो भारतसँग, विद्युत सम्झौता। त्यो विद्युत सम्झौताका दफाहरू पढ्नुहोस्। मैले यसो ती दफाहरू हेरेँ, होइन यो हाम्रो मन्त्रीले नेपालको लागि गरे हो कि अर्को कुनै देशको मन्त्रीले अर्को देशको लागि गरे हो, म त अलमल्ल यो के हो। अनि हिजो हामी भ्रष्टाचारको विरुद्धमा नेपालले भ्रष्टाचार गर्यो भनेर सहसंयोजकहरू नेता पूर्व प्रधानमन्त्रीजी मेरो समेत घरमा आगो लगाइयो र भनियो हामी भ्रष्टाचारको विरुद्ध यी घरलाई खरानी बनाउँछौँ। यसो हेरेको सरकार बित्न पाएको 2 महिना भएको छैन, टोलमा भ्रष्टाचार भएर पढ्नु भएको छ। यसको उत्तर खोजेर विगतमा कसले गरेको थियो, आज कसले गर्दैछ, अब त्यसको उत्तर कसले दिनुपर्छ? नेपाली कम्युनिस्ट पार्टीले दिनुपर्छ। हामी त्यसैले एउटै मन, एउटै वचन, एउटै उद्देश्यका साथ यहाँ उपस्थित भएका छौँ। नेपाली कम्युनिस्ट पार्टीले अब राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ। त्यो राष्ट्रिय सुरक्षाको नीति अन्तर्गत हाम्रा सिमाना सुरक्षित गर्नुपर्छ, जनतालाई सिमानाको रक्षा गर्नुपर्छ, जनताको सुरक्षा गर्नुपर्छ र कुनै पनि व्यक्तिको घर जल्ने छैन, कुनै पनि कार्यालय जल्ने छैन, कुनै पनि जनताको व्यवसाय गर्ने छैन भनेर हामीले अब सुनिश्चित गर्नुपर्छ। हो कि होइन? हो। जति बेला नेपाल कम्युनिस्ट पार्टी बन्यो मलाई पनि लागेको थियो अब यो कपाल फुल्दै गर्दा देश समृद्धिको बाटोमा जानेछ। अनि म आफ्ना जीवनका अनुभवहरू लेख्नेछु र खप्तर नजिकै बसेको मेरो गाउँमा मेरा दिनहरू बिताउनेछु। हेर्नुहोस् त कति दुःखको कुरा। 2/3 बहुमत भएको प्रधानमन्त्रीले त एउटा अँध्यारो रातमा कुनै देशको गुप्तचरसँग भेटघाट गरेर त्यसको 2 दिनपछि आँखा यसो मार्दै बिना त प्रतिनिधि सभा विघटन पो गरिसकेछ। मैले त ठानेको थिएँ सुखानीको जङ्गलमा बगेको रगतको त्यो उज्यालो उहाँको मन मस्तिष्कमा सधैँ रहनेछ भन्ने ठानेको थिएँ। तर कारागारमा बस्दा बस्दा उहाँ बाहिर निस्किँदाखेरि त उहाँले त्यो रगतलाई अलकत्रा पो बनाउनु। अब
कम्युनिस्ट पार्टीले त्यो अलकतरलाई पखालेर फेरि त्यो रगतलाई माथि ल्याउँछ। नेपाली कम्युनिस्ट पार्टीको आवश्यकता पर्यो। अब पछिल्लो कालको कुरा गर्नुहुन्छ भने नेकपा एमाले र नेकपालाई अलग्गै दियो सर्वोच्च अदालतले। त्यो अलग्ग्याउने कुराको पछाडि पनि म कम्युनिस्ट आन्दोलनको तपाईहरु जस्तै एउटा अध्येता हो। ती पार्टीलाई छुट्याउनै पर्छ भनेर पछाडि महाभारतको कथा पढ्ने हो भने शकुनी भन्ने एकजना त्यहाँ पात्र छन्। त्यो शकुनीको खेल खेल्ने पनि एकजना महत्त्वपूर्ण व्यक्ति विदेशी सँगसँगै केपी ओली नामक व्यक्ति पनि हुनुहुन्थ्यो। तर भइगयो नेकपा एमाले भन्यो माधव कुमार नेपाल यहाँ हुनुहुन्छ। उहाँले एक दिन मलाई भन्नुभयो अब कार्यक्रम बनाऊ आन्दोलन जोगाऊ। मैले त उहाँलाई भने त्यो कम्प्लिट जोगिएला र पोलिससँग उहाँले भन्नु जोगिन्छ तपाईँ लाग्नुहोस्। हामी लाग्यौँ। हामीले 10 मिनट सहमति पनि बनायौँ। म बारकोटको धेरै धाएँ टोकाबाट। उहाँले भन्नुभयो अब कार्यान्वयन गर्छु कामरेड तपाईँ हिमालयमै बस्नुहोस्। मैले उहाँले बोलेका कुराहरू जस्ताको तस्तै कम्प्युटरमा लेखेका छु। आज समय छैन म कुनै दिन प्रशिक्षण गरेर सुनाउला। उहाँले भन्नुभयो कमरेडहरू हामी 10 भाइ भन्नेहरू थियो। उहाँले भन्नुभयो कमरेडहरू तपाईँले कम्युनिस्ट आन्दोलन बचाउनु माधव नेपालले पार्टी फुटाउँदै गर्दा तपाईँले यो आन्दोलनको रक्षा गर्नु। अब कुनै पक्षपात हुने छैन। निष्पक्ष ढङ्गले काम हुनेछ। म हर्षले गदगद छु। म पल्लो छेउमा बसिरहेको थिएँ। मलाई लाग्यो यो केपी ओलीले साँच्चै भन्दै हुनुहुन्छ कि अर्को कुनै अनिष्टको लागि उहाँका यी गुलिया शब्द हुन् भन्ने मलाई लागिरह्यो। तर मसँग हिँडेका 9 भाइले भन्नुभयो कमरेड रावल यो साँच्चै हो। मैले त्यो सामूहिक बाटो समातेँ। जब अधिवेशन आयो मैले भन्न थाल्नुभयो चुप्ला मेरो अगाडि कोही पनि बोल्नु पर्दैन। अनि तपाईँले सुन्नुभयो होला नि केही दिन अगाडि कम्युनिस्ट नाम गरेको एउटा पार्टीको अध्यक्षले केही केटाहरू कराए। मैले महाधिवेशन गर्ने कुरा गरेँ। म त्यहाँ बोल्छु महाधिवेशन सक्छु। कल्पना गर्न सक्नुहुन्छ कुनै कम्युनिस्ट नेताबाट यस्तो कम्युनिस्ट नेताको कुरै छोडिदेऊ। कुनै व्यक्तिको हृदयमा लोकतन्त्रप्रति जनताप्रति दिलको दाना जति आस्था छ भने यस्तो शब्द मुखबाट निस्किन असम्भव छ।